पैसा कमाउन भन्दा कमाइसकेको पैसा खातामा ल्याउन धेरै झन्झटिलो छ। तपाईले फेसबुकबाट पैसा कमाइरहनु भएको छ अथवा कमाउने सोचिरहनु भएको छ भने यो पे आउटको बारेमा तपाईले जान्नै पर्ने हुन्छ। धेरै साथीहरूले प्रत्येक दिन मिस्टेक गर्ने भनेको यो पे आउट सेटिङ हो। धेरै साथीहरूले मलाई बिगारेर प्रत्येक दिन फोटो हालिरहनु भएको छ। तपाईले चाहिँ पैसा कमाउनु भन्दा आफूले खातामा ल्याउन चाहिँ धेरै ठुलो झन्झट रहेको छ। तपाईले चाहिँ यसमा बुझ्नुपर्ने कुराहरू धेरै रहेको छन्। तपाईले चाहिँ बुझ्न चाहनुहुन्छ, तपाईले पैसा कमाउन सोचिरहनु भएको छ भने यो भिडियो चाहिँ तपाईको लागि। तपाईले चाहिँ फेसबुकमा रहेको नाम लेख्ने हैन, त्यो पे आउटमा चाहिँ तपाईले सेटअप गर्दाखेरि तपाईले नागरिकतामा के छ इंग्लिश नाम पछाडी हेरेर त्यो अनुसार तपाईले इंग्लिशमा फिक्स तपाईको जो नाम छ त्यो नाम चाहिँ तपाईले स्टेप बाइ स्टेप एक पनि मिस्टेक नगरेर राख्नुपर्ने हुन्छ। र तपाईको इंग्लिश जन्ममिति पनि त्यो नागरिकताको पछाडिपट्टि हुन्छ, त्यो पनि तपाईले मिस्टेक नगरेर जसरी भए पनि त्यसलाई चाहिँ एडिट गरेर अथवा जसरी हुन्छ आफूले चाहिँ त्यो मिलाउनु पर्ने हुन्छ। र तपाईले स्विफ्ट कोड राख्नुपर्ने हुन्छ। तपाईले चाहिँ कुन बैंक हाल्दै हुनुहुन्छ त्यो बैंकको स्विफ्ट कोड पनि जसरी राख्नुपर्छ। तपाईले बैंकको खाता नम्बर पनि एकदम राम्रोसँग चेक गरेर राख्नुहुन्छ पर्ने हुन्छ। तपाईले टिआइएन नम्बर अथवा प्यान नम्बर चाहिँ तपाईले मजाले आफ्नै प्यान नम्बर राख्नुपर्ने हुन्छ। यदि तपाईसँग प्यान नम्बर छैन भने तपाईसँग रातो पिए वाला नम्बर वाला पासपोर्ट छ भने त्यसको नम्बर राखेर पनि मानिरहेको छ। तपाईले चाहिँ कमाएर मात्रै हुँदैन, खातामा ल्याउनलाई तपाईले लोकेसन कुन ठाउँको राख्नु भएको छ। तपाई यदि इन्डिया हुनुहुन्छ अथवा साउदी, मलेसिया, दुबई, अमेरिका जुनसुकै ठाउँमा हुनुहुन्छ, तपाईले चाहिँ नेपालको बैंक खाता राख्न सोचिरहनु भएको छ, पैसा चाहिँ नेपालमा विथड्र गर्न खोजिरहनु भएको छ भने तपाईले लोकेसन चाहिँ अनिवार्य नेपाल राख्नुपर्ने हुन्छ। तपाईले यदि सब्स्क्रिप्सन पाइसक्नु भएको छ भने तपाईको चाहिँ आईडी 50% बिग्रिसकेको छ, तपाईको लोकेसन अर्को ठाउँ भएर तपाईले सब्स्क्रिप्सन पाइसकेको भए तपाईले नेपाल लोकेसन बनाउँदाखेरि तपाईको आईडीमा इस्यु देखाइरहेको हुन्छ, तपाईलाई धेरै समस्या हुनेछ। त्यही भएर चाहिँ तपाईले सबैभन्दा ध्यान दिने कुरा तपाईको नाम, जन्ममिति, खाता नम्बर र तपाईले लोकेसन चाहिँ तपाईले धेरै ठुलो कुरा छ। तपाईले यो कुरा चेक गरेर तपाईले काम गर्नुभयो भने तपाईले कमाइरहेको पैसा तपाईको खातामा ल्याउन सजिलो हुनेछ। यदि तपाईले यो कुनै पनि कुरा तपाईले ध्यान दिनुभएको छैन, स्टार भिक मागिरहनु भएको छ अथवा पैसा कमाइरहनु भएको छ भने त्यो पैसा कुनै पनि काम लाग्ने छैन। तपाईले पछि नयाँ पे आउट बनाउँदाखेरि अथवा तपाईको यो पे आउट बिग्रिसकेपछि यो पे आउट नबनेको खण्डमा तपाईले जति पनि कमाए, जति मेहनत गरे पनि त्यो पैसा चाहिँ तपाईले विथड्र गर्न पाउनुहुने छैन। त्यही भएर चाहिँ तपाईले अहिलेदेखि आजदेखि पे आउटलाई चाहिँ एकदम राम्रो बनाएर तपाईले पैसा कमाउन सुरु गर्नु भने तपाईको पैसा सजिलैसँग एकाउन्टमा आउनेछ र कमाएको पैसा पनि खेर जाने छैन। तपाईले पे आउट मिलाउनु भएको छैन भने जति कमाउनु भएको छ त्यो पैसा तपाईको कामै हुने छैन।